साथीहरु नमस्कार, म सम्झना घिसिङ। वेलकम टु माई न्यू भ्लग। आज हामी चाहिँ शनिबारको सदुपयोग गरेर बेलुकाखेरि हावा खान हिँडिरहेको छौँ। यो कहाँ जहाँ चाहिँ हामी लालपुर जाने बाटोबाट हिँडेको, कहाँ पुगेको त्यो थाहा छैन मलाई। यता हेर्न सक्नुहुन्छ हाम्रो सरहरू सबैजना अगाडि अगाडि जानु भएको छ। यता हाम्रो के भन्नु रपाल सर। स्वागत छ हाम्रो सम्झना भ्लगमा। भ्लग बनाउँदै हो तपाईँ? ल तपाईँलाई विशेष धन्यवाद। दिएको कामलाई यसरी प्र्याक्टिकल रूपमा गरिरहनु भएको छ, धेरै खुसी लाग्यो। धन्यवाद। होइन, आज चाहिँ हामी शनिबार बेलुकी अहिले लगभग ठ्याक्कै घडिएर भन्नुपर्दा 6 बजेको समयमा दिनभरि त्यो कामले गर्दा, त्यो गर्मीले गर्दा, त्यो आवाज, त्यो गाडीको साउन्ड, त्यो हवाले गर्दा चाहिँ एकदम बोर भएर यसो आउटसाइड कतै फ्रेस हौँ भन्ने उद्देश्यले थोरै कटारीबाट भित्री साइड यसरी देख्न सक्नुहुन्छ पुरै गोरेटो बाटोबाट हामी फ्रेस हुनको लागि यसो बेलुकाखेरि हिँडौँ, एक्सर्साइज पनि हुन्छ भन्ने उद्देश्यले हामी यसरी हिँडिरहेको छौँ। ठिक छ, सबैजनासँग प्रतिक्रिया लिनु होला। सबैलाई विशेष शुभकामना। अगाडि सबै साथीहरूलाई प्रक्रिया लिनु होला। यसै गरी नै सुरुवात गर्ने हो। सबैले सपोर्ट चाहिँ गरिदिनु होला उहाँलाई है। सम्झनालाई एकदम मेहनती हुनुहुन्छ, काम सिक्दै हुनुहुन्छ, गर्दै हुनुहुन्छ, लजाई भ्लग पनि बनाउँदै हुनुहुन्छ। उहाँ अहिले पनि हाँसिरहनु भएको छ। जितु विषय सोध्नुहोस्। के सोध्नु? हामी कता हिँडिरहेको छौँ भन्नु? कता हामी कता भन्दा मलाई ठ्याक्कै थाहा भएन यो ठाउँको नाम, तर जस नयाँ नयाँ टोल बस्तीहरू घर बस्ती रहेछ जस्तो लाग्यो। बेपत्ता जिल्ला हिँडिरहेको छौँ हामी। बेपत्ता जिल्ला त होइन, उदयपुर जिल्ला नै हो यो। अनि हाम्रो सरदा दिदी भन्नुहोस्, कता हिँडिरहेको छ हामी अहिले? अहिले हामी खासमा बेपत्ता जिल्ला भने चाहिँ गाउँभित्र छिरेको, कहाँ पुग्यो थाहै छैन। कसले हो ल्याएको यो ठाउँमा? नयाँ भ्लगमा चाहिँ सबैजनाले साथ सपोर्ट गरिदिनु होला। अब अहिले भ्लगमा आउनु भएको छ शनिबारको सदुपयोग, यसो गर्मीको मौसममा चिसो हावा खाने अनि यसो हिँड्ने, यो मुड फ्रेस बनाउने, कति घर मात्रै बस्ने भनेर हामी सबैजना छौँ। अब मेरो चाहिँ अलिक समस्या भइरहेको छ, अर्को भ्लगमा बोल्छु ल। अगाडि जानु सबैसँग सोध्नु त्यहाँ। दाबा सर, यहाँ भ्लगमा बोलिदिनु पर्यो, सम्झनाको भ्लग हो। भनिदिनु सर, कता हिँड्नु? नमस्कार, तपाईँको नि भ्लगको लागि शुभकामना छ। यो तपाईँको पहिलो भ्लग भए पनि पहिलो होइन सर? पहिल्यै हो सर, सबै सुरुको भ्लग हो। पहिलो भ्लग भएको कारणले अब सुरुमा अप्ठ्यारो हुन्छ बनाउनुलाई। अब कति कुराहरू चुनौती आउँछन्, तर तपाईँ हार मान्नु हुँदैन। अब मैले पनि एउटाबाट सुरु गरेको, अहिले 800 सब्सक्राइबर छ। मैले 2-3टा आइडी बनाइसकेँ। त्यो प्र्याक्टिस हो। अब एउटैबाट सुरु गर्ने हो, त्यसपछि तपाईँलाई त्यसलाई ग्रोथ हुन्छ, समय लाग्छ। 6 महिना त अब तपाईँलाई ग्रोथ नहुँदाखेरि फ्रस्ट्रेसन हुन्छ, रिस उठ्छ, र पछि ग्रोथ हुँदै जाँदाखेरि तपाईँलाई सजिलो हुन्छ, राम्रो लाग्छ। त्यो भिडियो भनेको तपाईँले एउटा मेमोरी पनि हो, मनोरञ्जन हो, इन्टरटेनमेन्ट हो। त्यो भएको कारणले यो भिडियो बनाउनु चाहिँ छोड्नु हुँदैन। र यसरी जहाँ तपाईँ जानुहुन्छ, हिँड्नुहुन्छ, त्यसलाई चाहिँ सम्झना स्वरूप कैद गरेर राख्नु होला। र यो चाहिँ तपाईँले एउटा समयमा, एउटा एजमा पुगिसकेपछि यसलाई हेर्नलाई चाहिँ एउटा मेमोरी मोमेन्ट रहन्छ। र यो आज शनिबार एउटा समयको सदुपयोग सँगसँगै अब एउटा टिम मुभमेन्ट थियो, त्यसलाई कैद गर्नुभएको छ। तपाईँले यस्तै भिडियो बनाउँदै जानु होला। तपाईँको यो युट्युब च्यानल के छ त्यसलाई सबै सामु सेयर गर्नु होला र सब्सक्राइब गर्नु भन्नु होला। र हामी तपाईँको लिङ्क पठाउनु भयो भने हामी सेयर गर्छौँ, सब्सक्राइब गर्छौँ, भिडियो पुरा हेर्छौँ, लाइक गर्छौँ। अनि धन्यवाद। धन्यवाद सरलाई। अब यता आउनुहुन्छ हाम्रो रुद्र सर। भनिदिनु सर, आज हामी कहाँ जाँदैछौँ? ल बुनुको फेरि नयाँ भ्लगबाट म उही पुरानो मान्छे फेरि उपस्थित भइसकेँ। अब हामी चाहिँ आज जाँदैछौँ यो हाम्रो कटारी नगरपालिका वडा नम्बर 5 को भुल्के भन्ने गाउँको चाहिँ हामी यो छौरी खोलामा आइपुगेका छौँ। यो छौरी खोला भनेको भन्ने चाहिँ हाम्रो स्थानीय दाजुबाट पनि लिन सकिन्छ। हाम्रो फोटो लाग्नु भयो क्या बहिनीले आज? उहाँ चाहिँ बिबिसी नेपाली सेवाको संवाददाता हुनुहुन्छ। अनि उहाँ चाहिँ यसरी यो लालपुरको चाहिँ भ्रमणको लागि आउनु। ठिक छ लानु होइन त? छौरी खोला होइन त? छौरी बिल्कुल छौरी खोला हो, 100% उहाँ हामी स्थानीय दाजुबाट। तपाईँ नाम पनि भनिहाल्नु नि। मेरो होम प्रसाद हाल हो। ल यता निलम दाई। आज हामी कहाँ जाने? आज हामी चाहिँ घुम्ने क्रममा चाहिँ हामी छौरी खोलामा आइसकेका छौँ।
बाटो चाहिँ लास्टै अप्ठ्यारो चाहिँ गाह्रो खाइन्छ अप्ठ्यारो छ हाम्रो बुनु लड्नुहुन्छ कि भन्ने मलाई डर लागिरहेको छ तर म चाहिँ डरी भइन्छ के गर्ने मलाई थाहा छैन म बुनु हाजी छ त यहाँ ल अनि हाम्रो बुनुको भिडियोलाई चाहिँ सबैले हेरिदिनु होला लाइक कमेन्ट गर्नु होला उहाँलाई अझै नमिलेको कुराहरू मिलाउनु भनेर कमेन्ट पनि गरिदिनु होला सल्लाह सुझाव दिनु होला सल्लाह सुझाव सबै दिनु होला त्यसपछि त्यति मात्र होइन सब्सक्राइब पनि यहाँ हिँड्नेबाट लड्न आँटेको यहाँ पनि सल्लाह सुझाव दिनु होला उडेर जानु हुँदैछ एकदम हाम्रो खोला छ खोला उयो चाहिँ तपाईँ जानु होला खोला देखाउनु त बुनु ल यत्रो खोला छ म यसलाई यसरी उडेर जान्छु हेर्नुहोस् है अब हेर्ने म पनि उडिरहेको छु यहाँ ल आउनु उड्ने हो त यता मेरो प्यारी साथीबाट उड्दै हुनुहुन्छ यहाँ खुट्टै जम्पिङ झन्डै जमिन भएको थिएन मलाई त केही छैन म त खुट्टै आइहाल्छु नि अब के भन्नु हौ अब हामी चाहिँ यता छौरी खोला छाउरी खोला प्रवेश छौरी खोला प्रवेश लास्टै अप्ठ्यारो रहेछ यता त हेर्नु ल सर मेरो कन्टेन्ट ल म चाहिँ मलाई यसरी उफ्रिन आउँदैन पनि तर म साह्रो भाइ हामी कहाँ हिँडेको झन् जोगिन्छु भने भाइ कहाँ हिँडेको हामी तिम्रो नाम के हो भनिदेऊ त के अरे खमराज खमराज के हो राई हो अनि यता अर्को भाइ राई नाम के हो नवराज अनि हामी कहाँ हिँडेको आज हो र ए लड्यो हामी कतिजना छौँ यत्रो जना घुमिरहेको छ त ल भन्नु ल हाम्रो यो सुप्रिम ग्रुपबाट चाहिँ हाम्रो धेरैजना बुनुहरूले युट्युबको क्लास सिकिरहनु भएको छ उहाँहरूसँग धेरै कलाहरू छ त्यो कलाहरूलाई चाहिँ कसरी पस्किने भन्ने कुरामा चाहिँ उहाँहरू लागिरहनु भएको छ सबैजनाले उहाँको भिडियोलाई सपोर्ट गरिदिनु होला युट्युब च्यानललाई हामी आज यसो घुमफिरसँगै सम्झना स्वरूप यो नयाँ नयाँ भिडियोहरू पनि बनाउने प्र्याक्टिस पनि गर्दैछौँ किनकि फर्स्ट स्टेज भनेको सबैजनाको सपोर्ट आवश्यक पर्छ सबैजनालाई हेरेर लाइक कमेन्ट आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला हाम्रो बुनुको सम्झना भ्लगमा ल ठिक छ धन्यवाद बुनु फेरि कुराकानी गर्दै गरौँ धन्यवाद सरलाई आज हाम्रो सुरज अगाडि सुरज सर आज अगाडि हिँड्नु भएको त कहाँ हिँड्नुभएको तपाईँ त्यस्तो अगाडि हतार अगाडि कहाँ हिँड्नुभएको तपाईँ यस्तो हतार यहाँ भन्नु न कहाँ हिँड्नुभएको भन्नु है हो माथि रोडमा हिँडेको किन रोडमा किन हिँड्नु अब यसो बेलुकाखेरि हावा खानु खानु हजुर पर ए अनि भन्नु नै यहाँ मेरो युट्युब च्यानललाई मैले बनाइरहेको भिडियोलाई सपोर्ट गरिदिनु एकदम राम्रो छ सबैजनाले सम्झना भ्लगलाई सपोर्ट गरिदिनु होला हजुर यति मात्रै अरू अरू के भन्नु भन्नु न आज अलि बोल्ने मन नसुने ए हो र सर आज बोल्ने मनमा हुनुहुन्न अरे हामी चाहिँ के भन्नु अब यहाँ कहाँ आइपुग्यो भन्नु छौरी खोलाइ भन्नु भाइ आज हामी कहाँ हिँडेको भन्नु घुम्न आज के बार हो आज के बार हो शनिबार अनि आज कस्तो भयो तिम्रो शनिबार राम्रो भयो सर सफाइ गर्यो पढ्यो नुहायो सबै गर्यो ल ठिक छ छिटो फाइनली साथीहरू हामी चाहिँ घुमफिर गरेर फर्किसकेको छ रात पनि परिसक्यो तातो घाम भइसक्यो आज कस्तो भयो भन घुमघाम एकदम राम्रो भयो मन सम्झना घिसिङ भ्लगलाई त के भन्न चाहन्छस् भन अहिले भरे जाने बित्तिकै लाइक गर्नु सेयर सब्सक्राइब गरिदिनु होला म पनि गएर गर्नेवाला छु उता देखाउँ साथीहरू हामी चाहिँ घुमिसक्यौँ भनिदिनु आजको दिन कस्तो रह्यो एकदम गुड रह्यो सबैजना रमाइलो भयो खुसी भयो के सोध्नु भयो नि यति भएपछि एकछिन लकडाउने मान्छेले त पार्टी दिनु पर्छ चिसो खुवाउनुपर्छ भन्छ नि हो र तपाईँले खुवाउँछ भन्दै हुनुहुन्छ फेरि गाई चरी हेर्नुहोस् है आज हल्का सबै खाजा खुवाउँछु भन्दै हुनुहुन्छ हो र यो निलम साथीसँग दुःख नगर्नु भनेको अब खुवाउनु नै हुन्छ भने त के भन्नु भयो भन्नु खासै केही छैन अलिअलि मागिरहेको छ यसले भन्न चाहिँ कस्तो भयो तपाईँको आजको भ्लग राम्रै भयो रमाइलो मजा आउँदो रहेछ भ्लग बनाउन एकछिन आउनु छ रमाइलो भयो
साथीहरू के अरे, हाम्रो सम्झना मिसको भ्लगलाई चाहिँ तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। उहाँले रेगुलर रूपमा आफ्नो दैनिक गतिविधिहरू भ्लग मार्फत ल्याउँदै हुनुहुन्छ, त्यस कारणले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। आजलाई यति नै होला होइन, तपाईँको के छ? यति नै। ल बाई।